हिजो रातो डकुमेन्टसँग प्रधानमन्त्री बालेन र मन्त्रीहरूको फोटो भाइरल भयो। वाह, नयाँ कामको सुरुवात भयो। अब केही हुन्छ भन्ने आशा पनि पलायो। बिग्रिएको देश बनाउने भनेको बालेनले नै हो। वेट तर यही कार्य सम्पादन सम्झौता केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा 2076 सालमै सुरु भएको थियो। त्यसपछि प्रचण्डले पनि गरे। भनेपछि बालेन सरकारले कुनै नयाँ सिस्टम सुरु गरेको होइन, भइरहेको प्र्याक्टिसलाई कन्टिन्युएसन दिएको मात्र हो। तर खासमा यो रातो डकुमेन्ट चाहिँ हो के? यो प्रधानमन्त्री र मन्त्रीहरू बीचको पर्फर्मेन्स कन्ट्र्याक्ट हो। सरल भाषामा भन्नुपर्दा यो वर्ष तिमी मन्त्री भएर के काम गर्छौ, कति समयभित्र गर्छौ र कस्तो रिजल्ट ल्याउँछौ भन्ने पहिले नै लिखित टार्गेट तय गर्ने सम्झौता हो। यो सम्झौताले मन्त्रीको कामको चाहिँ लक्ष्य चाहिँ स्पष्ट बनाउँछ। विकास गर्छौँ, सुशासन ल्याउँछौँ भन्ने भाषण भन्दा पनि यो वर्ष के काम गर्ने, कति गर्ने र कहिलेसम्म गर्ने भन्ने टुङ्गो हुन्छ। 10 वटा काम गर्छु भनेर हस्ताक्षर गर्ने मन्त्रीले 2 वटा मात्र काम गर्यो भने आफैले गरेको कमिटमेन्ट किन पुरा भएन भनेर प्रश्न गर्ने आधार हुन्छ। मन्त्री फेरबदल गर्दा पनि उसको पर्फर्मेन्स हेरेर गर्न सकिन्छ। र यो मन्त्रीको मात्रै परीक्षा पनि होइन। मन्त्रीले काम गर्न सकेनन् भने प्रधानमन्त्रीले सहयोग गरे कि गरेनन् भनेर प्रधानमन्त्रीलाई नै जिम्मेवारी बनाउन पनि मद्दत पुर्याउँछ। साथै यसले मन्त्रालयहरू बीचको कोर्डिनेसन बढाउन सक्छ। तर यी सबै कुराहरू कागजमा मात्रै राम्रो सुनिन्छ। केपी ओली र प्रचण्डको पालामा भए जस्तो सम्झौता मात्रै नहोस्। यसपटक सम्झौताभित्र ठुला ठुला गफ भन्दा पनि एक्ज्याक्ट नम्बर होस्। के काम गर्ने, कति गर्ने र कहिलेसम्म गर्ने भन्ने कुरा पहिले नै फिक्स होस् र त्यो काम पुरा भयो कि भएन भनेर मापन गर्न सकिने टार्गेट पनि होस्। र यो सम्झौता जनता समक्ष पनि सार्वजनिक हुनुपर्छ, ताकि हामीले 1 वर्षपछि फोटो हेरेर होइन कि कुन मन्त्रीले कति काम गरे, कुन मन्त्री असफल भए र किन भए भन्ने कुराको स्पष्ट रूपमा हेर्न सकौँ।